नमस्ते, म सुमन। यति बेला चाहिँ म एउटा सपिङ मलभित्र छिरेको छु हैन। यहाँनिर चाहिँ यस्तो एकदम बबाल फ्लावरहरू के फुलहरू देखेँ हैन। एउटा भिडियो म बनाउन मन लाग्यो, त्यही भएर चाहिँ भिडियो बनाइराखेको छु। यस्तो बबाल रहेछ हेर्नु त फ्लावरहरू, यो तारामण्डल टाइपको रहेछ हैन। हेर्नुहोस् त, वाह के भन्छ यसलाई चाहिँ हैन, एकदम बबाल लाग्यो कि मलाई चाहिँ हैन। यहाँनिर चाहिँ एकदम फ्लावरहरू मात्रै राखिएको रहेछ क्या यहाँनिर हैन। यिनको प्राइस चाहिँ कति रहेछ भन्दा तपाईँ 39, 40, 50 हैन 60 सम्मको रहेछ। एकदम बबाल लाग्यो मलाई हैन। टक्क तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यो पनि एकदम बेच्नको लागि राखिएको छ क्या हैन। यो चाहिँ ओरिजिनल हैन, आर्टिफिसियल नै हो है, यो चाहिँ बनावटी हो है। तर पनि यस्तो यस्तो चिजहरू चाहिँ यहाँनिर राखिएको हुँदो रहेछ क्या हैन बेच्नलाई। ट्याक्क यतापट्टि चाहिँ यस्तो छ हैन। एकछिन घुमौँ न त यो मलभित्र के कस्तो रहेछ, यो सबै चाहिँ म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। यहाँका दृश्यहरू हैन, यहाँका सरसामानहरू के कस्तो पाइदो रहेछ। एकछिन चाहिँ यसो भिडियोहरू स्किप नगरी अन्तिमसम्म हेर्नु होला हैन। एउटा मलाई ग्यास चुल्हा पनि चाहिएको थियो वास्तवमा, ट्याक्क यहाँनिर ग्यास चुल्हा पनि राखेको रहेछ हेर्नुहोस् है। यिनको प्राइस चाहिँ तपाईँको 50, 89, 90 यस्तो यस्तो रहेछ क्या यहाँनिर हैन। यतातिर चाहिँ एकदम ग्यास चुलो लगायत इलेक्ट्रोनिक्स सामानहरू रहेछ क्या, जगहरू, फ्यानहरू हैन। अनि तपाईँको राइस कुकरहरू रहेछ क्या, यस्तो रहेछ। तपाईँ देख्न सक्नुहुन्छ यता चाहिँ यो जगहरू अनि फ्रिज फ्यानहरूको लाइनहरू रहेछ ट्याक्क 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 हैन। यस्तो बबाल रहेछ जगहरू यहाँनिर चाहिँ। हेर्नुहोस् त, जुस मेकर जगहरू चाहिँ यस्तो खतरा खतरा बबाल बबाल रहेछ क्या। अनि यो चाहिँ राइस कुकरहरू रहेछ क्या। हेर्नुहोस् त, तपाईँहरूलाई पनि चाहिन्छ भने माइडिनमा आउनु होला। यो चाहिँ माइडिन सपिङ सेन्टर, यो सपिङ मल हो माइडिनको। प्राइजहरू चाहिँ माथि टक्क 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 लेखिएको छ हैन। यति बेला चाहिँ म 3rd फ्लोरमा छु, माइडिनको 3rd फ्लोरमा छु। यो चाहिँ 3rd फ्लोरमा राखिएका सामानहरू चाहिँ तपाईँहरूलाई ट्याक्क ट्याक्क देखाइराखेको छु हैन। यहाँ चाहिँ यस्तो रहेको छ, विभिन्न स्टेसनरी सामान लगायत अलिअलि कपडाहरूदेखि लिएर चाहिँ अरू सामानहरू पाइदो रहेछ हैन। इलेक्ट्रोनिक सामानहरू पाइदो रहेछ। अब चाहिँ म 3rd फ्लोरबाट 2nd फ्लोरमा झर्दैछु हैन। टक्क एउटा जुत्ता पनि किनेको छु, जुत्ता किन्न आम वास्तवमा तपाईँ देख्न सक्नुहुन्छ। ल अब चाहिँ म 2nd फ्लोरमा झर्दैछु। 2nd फ्लोरमा चाहिँ यस्तो रहेछ यहाँ ट्याक्क ट्याक्क। यहाँ चाहिँ एकदम बच्चा बच्चीका कपडाहरूदेखि लिएर चाहिँ विभिन्न किसिमका यस्तो कपडाहरू रहेछन् यहाँ चाहिँ ट्याक्क ट्याक्क। ल तपाईँ देख्न सक्नुहुन्छ। अब धेरै बेर नबस्ने कि यहाँ, त्यसो भएको कारणले जाम तल। ल 2nd फ्लोरबाट पनि हामी चाहिँ ग्राउन्ड फ्लोरमा तल झरिसकेका छौँ। ग्राउन्ड फ्लोरमा चाहिँ के कस्तो रहेछ यस्तो सबै देखाउने प्रयास गर्दैछु। भिडियो चाहिँ एकदम अन्तिमसम्म हेर्नु होला। यति बेला हामी माइडिनमा छौँ है, माइडिनमा। ल यतापट्टि चाहिँ एकदम चक्लेटै चक्लेट रहेछ। ल साथीहरू, कस्तो किसिमको चक्लेटहरू चाहिन्छ तपाईँहरूलाई, एकदम खोजी खोजी रोजी रोजी चक्लेटहरू, चक्लेटको आइटमहरू हेरौँ भनेर। ल यहाँ चाहिँ एकदम खानेकुराको मात्रै रहेछ, चक्लेट, बिस्कुट, चाउचाउ के विविध अन्य चिजहरू चाहिँ पाउँदो रहेछ खानेकुराहरू। ल अनि काजु बदाम किसमिस के चाहिदो रहेछ यहाँ पाइदो रहेछ। ल काजु बदाम किसमिस
ल यहाँ चाहिँ यस्तो रहेछ यतापट्टि चाहिँ लगेजहरू रहेछ तपाईँको लगेजहरू चाहिँ लगेजहरू रहेछ ल कस्तो कस्तो किसिमको लगेजहरू चाहिँ लगेजहरू यतापट्टि छ प्याकेज एरिया यहाँ चाहिँ बिस्कुट यो बिस्कुट कस्तो बबाल चिजहरू रहेछ क्या यहाँनिर चाहिँ होइन एकदम दामिलो खानेकुराहरू पुरै प्याकेजिङ गरेको चिजहरू नौरिङ्गीमा पाउँदो रहेछ हो यदि त अनि यतापट्टि के छ त यो बोतलमा राखेको रहेछ मकैको खाजा जस्तो के हो यतातिर चाहिँ यो के भन्छ यसलाई ब्ल्याङ्केटहरू रहेछ ल यहाँ चाहिँ मोबाइलहरू राखिएको रहेछ के अरे मोबाइलहरू हल्का यतातिर के छ त यसो यता फलफुलहरू रहेछ यहाँनिर चाहिँ आँपहरू मेवा होइन लगायत चिजहरू चाहिँ यहाँनिर पाउँदो रहेछ पानीदेखि लिएर यस्तो छ होइन यति बेला हामी माइडिनको ग्राउन्ड फ्लोरमा छौँ यो ग्राउन्ड फ्लोरको दृश्य देखाइरहेका छौँ होइन यहाँ चाहिँ यस्तो छ ल चकलेट बिस्कुट चाउचाउ जाम अब यस्तो रहेछ तपाईँहरूलाई भिडियो चाहिँ कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला है यहाँ चाहिँ यस्तो यस्तो पाउँदो रहेछ चिजहरू चाहिँ ल यहाँनिर साउन्ड सिस्टम पनि रहेछ एकदम बबाल खतरा डिजाइनको साउन्ड सिस्टमहरू पनि रहेछ ल 300 400 100 200 रहेछ लाइटहरू यहाँ झिलिमिली लाइटहरू रहेछ दसैँ तिहारमा यसो चाडपर्वको बेला लाउनलाई ओ Thank you. Ini original aku yang biasa. Jauh lah. ल हामी चाहिँ फाइनली होइन सपिङ गरेर पनि हामी बाहिरतिर निस्किसकेका छौँ होइन अब चाहिँ यसो रुमतिर जानुपर्ने हुन्छ ल भिडियो जस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला धन्यवाद